हेलो गाइज, दर्शन नमस्ते अनि नमस्कार, वेलकम छ तपाईहरु सबैजनालाई। म नाम अविनाश तामाङ अफिसियल ब्लगमा फेरि पनि तपाईहरु सबैजनालाई दर्शन नमस्ते अनि नमस्कार। म अहिले त्रिवेणी धाममा छु। पूजा भइरहेछ यहाँ अनि यतातिर कार्यक्रमहरु भइरहेछ, मन्दिरहरु छ। देख्नु नै पर्यो नि, यस्तो रमाइलोहरु छ यतातिर भइरहेछ हैन। अनि यो चाहिँ त्रिवेणी धामको मन्दिर हो। कति रमाइलो छ। कृष्ण मन्दिर पनि छ यहाँ, 108 धारा पनि छ। धेरै रमाइलो छ, हरियाली छ, जङ्गलको छेउमा यहाँ आँप फलिरहेको छ, रमाइलो छ। यहाँ भवनहरु बन्दैछ, गार्डनहरु छ त्यतिर। त्यहाँ मन्दिरहरु पनि छ। आज शनिबारको दिन चाहिँ त्रिवेणी धाममा दर्शन गर्न आएको हैन। यहाँ बन्दै पनि छ, बीचमा रमाइलो छ। गार्डनहरु पनि बनिरहेछ, फुलहरु रोपीहरु पनि दामी छ। मन्दिर यहाँ बनाउँदैछ। यहाँ चाहिँ 108 धारा, यहाँ पोखरीमा माछाहरु पनि छ। तपाईहरु सबैजनालाई वेलकम छ, आउनु होला सबैजना, घुम्दिनु होला, माया गरिदिनु होला भन्न पनि चाहन्छु।